टाउको दुखिरहेछ। म बुझ्न सकिरहेन कि ममा के भइरह भनेर मेरो जिन्दगीको हालत के भइरह भनेर म बुझ्न सकिरहेन। म ओभर थिङ्किङ पनि धेरै गरिरहेको छु, टाउको दुखिरहेको छ। होइन म के एक्सप्लेन गरौँ कि होइन, एक्सप्लेन गर्न शब्द पनि छैन क्या। तर मेरो बेहाल छ यो चाहिँ, यति यो चाहिँ हो क्या, बेहाल छ, लास्टै बेहाल छ। तपाईँले बाहिरबाट जति देख्नुहुन्छ त्योभन्दा कैयौँ गुणा बेहाल छ। काम छैन, काम छैन, मेरो काम छैन, मेरो दिमागको काम छैन, मेरो जिन्दगीकै काम छैन जस्तो भइसक्यो क्या। के भइरहेछ मसित त्यो कहिलेकाहीँ भन्छ नि मान्छेले चाहिँ, किन मैसँग चाहिँ, किन मैसित मात्र होइन, संसारमा कति अर्बौँ मान्छे छन् होइन, मैसित किन हुन्छ यस्तो भन्छन् नि, त्यो मैले फिल गरिरहेको छु क्या। मान्छेको लोएस्ट पोइन्ट हुन्छ क्या, लोएस्ट पोइन्ट। म त्यही लोएस्ट पोइन्टमै छु र त्यो लोएस्ट पोइन्टबाट चाहिँ म निस्किन सकेको छैन क्या। मान्छेहरूको लोएस्ट पोइन्ट केही समयको लागि हुन्छ, केही दिनको लागि हुन्छ होइन, त्यसपछि उनीहरूले केही न केही गरी त्यहाँबाट माथि निस्किन्छन्। उनीहरूले अलिक केही गतिलो गर्छन् अनि हाइएस्ट पिक पोइन्टमा पनि पुग्छन्। तर मेरो फरक छ। म कति भयो अब आफैलाई थाहा छैन कि म कहिलेदेखि म लोएस्ट पोइन्टमा छु र अहिले पनि लोएस्ट पोइन्टमै छु कि म। कुनै पनि उपाय छैन जस्तो भइसक्यो कि, त्यो हुन्छ नि घेरिसकेको, त्यो जालमा परेको माछा जस्तो भइसक्यो कि म त्यो जालबाट निस्किन सकिरहेन। जालबाट निस्किएर चाहिँ म ओपनली होइन त्यो समुद्रमा, त्यो खोलामा पौडी खेल्न सके छैन क्या। म जालमा घेरिसकेँ, म फसिसकेँ, डुबिसकेँ जस्तो भइसक्यो। ठिकै छ, म होइन अब मनको पीडा मनमै छ, वास्तवमा सुनाएर पनि हुने के होइन। जसरी पनि मैले आफ्नो बाचा चाहिँ पुरा गर्नु थियो, किन भन्दाखेरि 75 डेजसम्म चाहिँ नन स्टप भिडियो हाल्छु भनेको थिएँ। सायद आज 46औँ भिडियो होला। यति नै आज आफ्नो दुःख व्यक्त गरेको छु। केही छैन, केही छैन। महिनौँ दिन, वर्षौँ दिन, अझै 4-5 वर्षसम्म नै लोएस्ट पोइन्टमै भयो भने पनि ठिकै छ। म हिम्मत हार्दिनँ होइन, म निस्किन्छु, कुनै न कुनै दिन निस्किन्छु होला। अझै मलाई लाग्ला होइन, वर्षौँ लाग्ला, ठिकै छ, केही पनि भएन। पीडाले केही पनि गर्न सक्दैन, मलाई मार्न सक्दैन, मलाई सक्न सक्दैन। त्यो कोसिस धेरै गरिरहेको थिएँ, पीडाले, दुःखले, टेन्सनले, जिन्दगीले। तर ठिकै छ, केही हुँदैन, म सहन्छु। ओके, बाई।